सम्पूर्णमा नमस्कार। म सुशील प्रसाद नेउपाने। आज चाहिँ हामी दैलेखको शीतला भन्ने ठाउँमा छौँ। हामी यहाँबाट पारीको दृश्य पनि हेर्न सक्नुहुनेछ। ठाँटी काँधको दृश्य पनि यहाँबाट हेर्न सक्नुहुनेछ। र साथै आज मैले चाहिँ इम्पोर्टेन्ट भिडियो ल्याएर आएको छु। भिडियो चाहिँ के रहेको छ भन्दाखेरि कविता रहेको छ। आफ्नै भाइले चाहिँ एउटा कविता भन्न लाउँछ है, साथीहरू ध्यान दिएर सुन्नु होला। कविता भन्दा पनि अहिले चाहिँ एउटा रामायणको श्लोक सुनौँ। रामायणको श्लोक सुन्दा एकदम राम्रो हुन्छ। यहाँहरूले चाहिँ लाइक कमेन्ट सब्सक्राइब अवश्य गर्नुहोला। ल एउटा रामायणको श्लोक भन त बाबु। राम हुन् परात्मा ती कहाँ विकारी, अलिक ठुलो स्वर। यस लोकमा छन् नर रूपधारी, काम गर्न लाग्या तिनरै सरीका, लीला अपार छन् भगवान हरिका, लीला अपार छन् भगवान हरिका। रामायणको पहिलो श्लोक। एक दिन नारद सत्यलोक पुगी गया, लोकको गरु हित भनी, ब्रह्मा ताई थिया पर्या चरणमा, खुसी गराया तसै। क्या सोध्छौ तिमी सोध भन्छु म भनी, मर्जी भया थियो जसै। ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्यायो तसै।